कृपया पटक्का जन्य पदार्थहरू प्रयोग नगरिदिनु होला र बालबालिकाहरूलाई पनि यसप्रति निरुत्साहित गरिदिनु होला र प्रयोग नगर्नका लागि यहाँहरूले बालबालिकाहरूलाई सल्लाह सुझाव दिनु होला र सम्पूर्ण बालबालिकाहरू नानी बाबुहरू पटक्का जन्य पदार्थहरूले हामीलाई फाइदा पुर्याउँदैन बरु घाटा नै हुन्छ। नमस्कार आदरणीय अभिभावकज्यूहरू, आज एउटा कुरा यहाँहरूसँग बाँड्न मन लाग्यो। यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। यति बेला बालबालिकाहरू यहाँहरूसँगै छन्। धेरैजसो विद्यालयहरू, सामुदायिक विद्यालयहरू दसैँ तिहारको लामो बिदा यो भइरहेको छ र दसैँमा पनि बालबालिकाहरूले राम्रै एउटा सिकाइ गर्नुभएको होला भन्ने हामीले अपेक्षा गरेका छौँ र सँगसँगै हिन्दू धर्मावलम्बीहरूको महान पर्व दीपावली अर्थात् तिहार पर्व पनि नजिकै छ र एउटा कुरा आज यहाँहरूसँग आफ्नो अनुभवले बाँड्न मन लाग्यो। के भने हामीले विगतमा विद्यालयमा तिहारपछि बालबालिकाहरू आउँदा कसैको हातमा चोटपटक लाग्ने, औँलाहरूमा चोट लाग्ने, कसैको आँखामा केही असरहरू पर्ने जस्तो देखिएको थियो। अर्थात् बालबालिकाहरू बढी जसो यो तिहार पर्वमा यो पटाका र यो बारुदजन्य चिजहरूमा बढी आकर्षण हुने गर्दछन् र यो पटाकाजन्य पदार्थहरू अथवा पटाकाहरू अथवा यस्ता किसिमका चिजहरू बालबालिकाहरूले आफ्ना नानी बाबुहरूले यसको माग गरिरहँदा यहाँहरूले यसलाई निरुत्साहित गरिदिनु होला, किनभने यसका फाइदा भन्दा पनि बेफाइदाहरू धेरै छन्। एउटा कुरा त एउटा पटाका किन्नलाई कमसेकम पनि 20-30 रुपियाँदेखि लिएर 40-50 देखि लिएर 100-150, 200-300 सम्मका पर्ने हुन्छन्। एउटा त त्यसले एउटा आर्थिक रूपमा भनौँ न एउटा आफ्नो चाहिँ नि एउटा पैसा सदुपयोग हुन सक्दैन। दोस्रो कुरा, यसले पर्यावरणमा असर पुर्याउँछ अथवा हानि पुर्याउँछ। यसबाट निस्किने ग्यासबाट, सल्फर डाइअक्साइड जस्ता ग्यासबाट चाहिँ नि पर्यावरणमा असर पुग्न जान्छ। अर्को कुरा भनेको बालबालिकाहरूलाई चोटपटक लाग्न सक्छ, दुर्घटना हुन सक्छ। सानातिना चोटपटकदेखि लिएर कहिलेकाहीँ यस्ता पटाकाजन्य पदार्थहरूबाट चाहिँ नि ठुलै किसिमको अकल्पनीय दुर्घटना पनि हुन सक्ने जोखिम हुने हुनाले म के अनुरोध गर्छु भने सम्पूर्ण अभिभावकज्यूहरूमा बालबालिकाहरूका जायज मागहरू पुरा गरौँ र नाजायज किसिमका मागहरूमा चाहिँ नि हामीले उहाँहरूलाई बालबालिकाहरूलाई सम्झाइ बुझाइ गरेर बालबालिकाहरूका यस्ता किसिमका रुचिहरूलाई हामीले चाहिँ नि भनौँ न प्रश्रय नदिनका लागि हामीले पहल गर्नुपर्छ भन्ने यहाँहरूलाई आज म जानकारी गराउन चाहन्छु र पटाकाजन्य पदार्थहरू प्रयोग नगरौँ। हामी त्यस्ता कुराहरूलाई भन्दा बालबालिकाहरूका अन्य सिकाइका कुराहरू, तिहारको महत्त्वका कुराहरू, यसका सांस्कृतिक महत्त्व, आर्थिक महत्त्व, धार्मिक महत्त्व र यो चाडपर्वहरूमा हामीले यो जनावरहरूको पूजा अथवा जनावरहरूलाई हामीले पूजा गर्छौँ, उनीहरूलाई मिठो खान दिन्छौँ र यसको अर्थ के हो, यसको एउटा पारिस्थितिक पद्धतिमा यसको चाहिँ नि भूमिका के रहन्छ र यसको हामीले यो सनातन कालदेखि नै यस्ता किसिमका परम्पराहरू किन अनुसरण गरिरहेका छौँ भन्ने विषयमा यहाँहरूले सहजीकरण गरिदिनु भयो भने पक्कै पनि चाडपर्वहरूको महत्त्व अझ बढेर जान्छ। त्यसैले आजको यो भिडियोमा मैले एउटा शिक्षकका नाताले के अनुरोध गर्छु भने कृपया पटाकाजन्य पदार्थहरू प्रयोग नगरिदिनु होला र बालबालिकाहरूलाई पनि यसप्रति एउटा प्रयोग गर्नको लागि निरुत्साहित गरिदिनु होला र प्रयोग नगर्नका लागि यहाँहरूले बालबालिकाहरूलाई सल्लाह सुझाव दिनु होला र सम्पूर्ण बालबालिकाहरू नानी बाबुहरू पटक्का जन्य पदार्थहरूले हामीलाई फाइदा पुर्याउँदैन बरु घाटा नै हुन्छ, असर नै हुन्छ। त्यसकारणले यस्ता वस्तुहरूलाई प्रयोग नगरेर तपाईँहरूले पनि आफ्नो सिकाइलाई अगाडि बढाउनु होला र यो पर्वको महत्त्वलाई बुझ्नु होला भन्दै आजको यो भिडियोबाट बिदा हुन्छु। यहाँलाई यो भिडियो मन पर्यो भने सेयर गरिदिनु होला, लाइक गरिदिनु होला अनि यहाँले एउटा प्रतिक्रिया पनि छोडिदिनु होला। धन्यवाद, नमस्कार।